लासो फेबुलस हजुर म गोपाल तामाङ मोक्तानको तर्फबाट अधिकांश समयमा राजनीति गर्ने राजनेताले भन्छ हामी भारतीय गोर्खाको अभिभावक हौँ भनेर। वास्तविकमा अभिभावक चाहिँ को हो? जतिखेर भारतको विभिन्न प्रान्तमा गोर्खा सम्प्रदायको माथि राजनीतिक समाजनीतिक या प्राकृतिक घटनाले गर्दाखेरि दुःख पाएको अवस्थामा त्यो मानिसले यदि त्यो सम्प्रदायको हित र अधिकारको निम्ति बोल्छ भने त्यो नै मानिस हाम्रो लागि अभिभावक हो। तर आज असमको गोर्खा सम्प्रदाय विशेष गरेर सराइदेव डिस्ट्रिक्ट शिवसागर र जोरहाटमा भएको भीषण बाढपानीमा तपाईँ कल्पना गरेर हेर्नुहोस्, 80 घर थियो नेपाली खुटीमा, जहाँ 74 हाउस होल्ड विथिन 15 मिनट्स, केवल 15 मिनट्सको बाढपानीमा स्वाइप अप भएर गयो र त्यहाँ करिबन हामी 5 जना भन्दा बढी गोर्खा सम्प्रदायले जान पनि गुमाउनु पर्यो। यो विषय केवल गोर्खा सम्प्रदायको विषयमा चाहिँ होइन, सम्पूर्ण असमिया सम्प्रदायको बारेमा हो। र त्यतिखेर तपाईँ कल्पना गरेर हेर्नुहोस्, जो मानिसले हिजोसम्म राजनीतिको रोटी सेक्नुको लागि म गोर्खाको अभिभावक हुँ भनेर छाती फुक्थ्यो भने आज त्यो मानिसको मुखरबिन्दुबाट गोर्खा सम्प्रदाय र असमिया सम्प्रदायको प्रति भएको प्राकृतिक घटनामा एक शब्द नबोल्नु भनेको काहीँ न काहीँ दर्शाउँछ उहाँ केवल मात्र आफ्नो राजनीति रोटी सेक्नुको लागि हाम्रो असमको सङ्गठनलाई व्यवहार गरेको मात्रै दर्शाएको हो भन्ने कुरा आज व्यक्ति विशेषमा म भन्न चाहन्छु। वास्तविकमा हाम्रो असमको लागि चाहिँ कुनै बाहिर राज्यको मुलुकबाट आएर चाहिँ हाम्रो अभिभावक नबनिदिनुहोस् भन्ने हामी पनि अनुरोध गर्न चाहन्छौँ। किनकि आजको तारिकमा असमको गोर्खा सम्प्रदाय यति सक्षम छ, चाहे राजनीतिक होस् या समाजनीतिक होस् या तपाईँको प्राकृतिक दुर्घटनामा पनि हामी आफन्तको हात पक्रेर नै सक्षमले उभिन सक्छौँ भन्ने दर्शाउने त्यो हाम्रो अभिभावक सम्मान्य प्रेम तामाङज्यूलाई हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हामी भन्छौँ नि हजुर, समय समयमा हामी जिडिसीको आलोचना पनि गर्छौँ, तर वास्तविकमा तपाईँ विश्वास गर्नुहोस् जिडिसीमा यत्रो फन्ड छैन कि उहाँले हरेक व्यक्ति विशेषको घरमा गएर लाख 2 लाख रुपियाँ दिएर समस्याको समाधान गरिदियोस्। तर भन्छ नि हाम्रो गोर्खा सम्प्रदायमा दुःख परेको बेलामा तपाईँको पैसाको खाँचो चाहिँ होइन के माया, तिमी उभिदिनु भनेको नै हाम्रो लागि ठुलो कुरा हो। र सम्मान्य प्रेम तामाङज्यू केवल उभिदिएको छैन, उहाँको राहत कोषबाट नभए तापनि उहाँले व्यक्ति विशेष आफ्नो सेल्फ डोनेसनबाट या साथी संयोगबाट होस् या जिडिसीको सानो फन्डबाट भए तापनि इच एन्ड एभ्री हाउस होल्डमा उहाँले आफ्नो सहयोग पुर्याउनुमा सक्षम भएकोमा म हृदयबाट उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। वास्तविकमा हाम्रो गोर्खा सम्प्रदायलाई भन्न चाहन्छौँ, गोर्खा डोको म्युजिक फेस्टिभलमा हामीले भनेको थियौँ यदि आसामको गोर्खाको कुनै गोर्खा जाति सम्प्रदायको निम्ति कोही सिएम हो भने हाम्रो सम्मान्य प्रेम तामाङज्यू नै हो। राजनीतिक दुःख पर्दा पनि उहाँ अगाडि बोलेको नै हुन्छ, समाज नीतिमा गर्दा पनि अगाडि बोलेको नै हुन्छ। र आज भीषण बाढमा हाम्रो सम्प्रदाय दुःख पर्दाखेरि रात र दिन नभनी ऊ एक्लै एकमुष्ट आफ्नो सहयोगी साथलाई लिएर एकमुष्ट भएर उभिदिएर जुन सङ्घर्ष गरेको छ, मलाई लाग्छ यसले प्रमाण गर्छ वास्तविकमा असमले एउटा राम्रो राजनेता र राजनीतिका र प्राक्तन छात्र नेता जन्माएको व्यक्ति विशेष नै हो प्रेम तामाङज्यू। र साथैमा हाम्रो जति पनि जातीय सङ्गठन छ, विशेष गरेर तामाङ होस्, लिम्बू, राई, मगर या नेवार संस्था, तपाईँ अनि तपाईँको साथमा विश्वकर्मा समाजको संस्थाहरूको तर्फबाट जुन सहयोग तपाईँले दिनुभएको छ, यो साँच्चैमा वास्तविकमा प्राकृतिकमा ठुलो उद्देश्य हो। र अन्तिमको भिडियोमा यो नै भन्न चाहन्छु, यो अभिभावक भन्ने जुन नारा चाहिँ तपाईँले केवल आफ्नो राज्य सीमितमा चाहिँ राख्नुहोस् भन्ने मेरो व्यक्तिगत अनुरोध छ तपाईँलाई। तर दार्जिलिङ, कालिम्पोङ या सिलिगुडीको गोर्खा सम्प्रदायले जुन सहयोगको हात अगाडि बढाउनु भएको छ उहाँहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। र दिल्ली एनसीआरमा बसोबास गर्ने गोर्खा सम्प्रदायले पनि असमको फ्लड रिलिफको लागि जुन डोनेसन फन्ड रेज गरिरहेको छ उहाँहरूलाई पनि हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। तर वास्तविकमा पहाडको नेताले आजसम्म असममा भएको भीषण बाढको प्रति आफ्नो मुखर बिन्दुबाट एक शब्द नबोल्नु भनेको कहीँ न कहीँ दर्शाउँछ तपाईँ केवल मात्र राजनीति गर्ने राजनेता हो जसलाई आफ्नो सत्ताको चाहिँ कुर्सीको 4टा खुट्टी चाहिँ मजबुत पार्नुमा व्यस्त छ, तर तपाईँलाई गोर्खाको जातिको हितको निम्ति केही पनि आवश्यकता नपरेको होला। कुनै दिन समय फेरि आउँदा त्यतिखेर आसामको गोर्खा सम्प्रदायलाई तपाईँलाई निश्चय नै यो प्रश्न सोध्छ, जतिखेर आसामको गोर्खा सम्प्रदाय बामपानीमा डुबिरहेको थियो महादेव तपाईँ चाहिँ कहाँ थियो भनेर तपाईँको निधारमा एक दिन प्रश्न निश्चय नै सोध्छौँ हामी भन्ने हाम्रो युवा जमातको विचार छ। यति नै भन्दाखेरि सम्पूर्ण गोर्खा परिवारलाई भन्न चाहन्छौँ,
सकेसम्म तपाईँले सहायता गर्नुहोस्। तपाईँले आफ्नो जातीय सङ्गठनलाई गर्न चाहन्छ भने गर्न सक्नुहुन्छ, सामाजिक सङ्गठनमा गर्न चाहन्छ भने सङ्गठन गर्न सक्नुहुन्छ। तर अन्तिममा जाने अगाडि फेरि पनि भन्न चाहन्छु, सम्मानीय कृष्ण भुजेलज्यू, हजुर कहाँ हुनुहुन्छ तपाईँ? तपाईँ निश्चय नै आउनुपर्ने हो माटीमा भन्ने चाहिँ विचार छ। मैले डे 1 मा पनि भनेको नै हो, अन द डे 1 पनि मैले भनेको हो, त्यो छात्र सङ्गठनको नेता चाहिँ प्रेसिडेन्टसिपको काबिल चाहिँ छैन। यो मेरो अडान नै हो र आज प्रमाण पनि गर्छ। हजुरको मन्तव्य विचार तपाईँले कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। यति नै भन्दै सबैजनालाई अनुरोध गर्न चाहन्छु, आसामको निम्ति सहयोगी हात तपाईँले अगाडि बढाउनुहोस् र प्रार्थनाको पनि खाँचो छ। यति भन्दै धन्यवाद हजुर।